साथीहरु तपाईहरु सबैजनालाई मेरो यो नयाँ युट्युब च्यानलको नयाँ भिडियोमा स्वागत छ। हजुरहरुलाई म आज रवि लामिछाने बचाउ अभियानको हस्ताक्षर कार्यक्रम अन्तर्गतको रवि लामिछानेलाई न्यायका लागि यो सरकारबाट भइरहेको प्रतिशोधपूर्ण कार्यको विरोधका लागि एक व्यक्ति एक हस्ताक्षर कार्यक्रमको सुरुवात भइरहेको छ। त्यो हस्ताक्षर कार्यक्रममा धेरै जनाले सहभागी हुन नपाएका कारणले बुझ्ने भाषामा भन्दाखेरि तपाई हामी शिक्षित वर्गले त हस्ताक्षर गरेर पठाइ नै सक्यौं, अलिक नजान्ने व्यक्तिहरुलाई चाहिँ म यो भिडियो मार्फत हस्ताक्षर कसरी गरिन्छ र कसरी पठाइन्छ भन्ने विस्तृत चर्चा र परिचर्चा सँगसँगै सिकाउन गइरहेको छु। तसर्थ यो भिडियोलाई एक लाइक गरी मेरो यो नयाँ च्यानल हो, यो नयाँ च्यानललाई एक सब्स्क्राइब गरेर साथ दिएर मलाई हौसला दिन पनि नभुल्नु होला। यदि तपाईका लागि यो भिडियो उपयुक्त भएमा, यदि उपयुक्त छैन भने नगर्दा पनि हुन्छ, कुनै जबरजस्ती कुनै करकाप छैन। हाँसेर है। अब सुरु गरौँ। सबैभन्दा पहिले तपाईहरुलाई म यो क्यूआर कोडलाई स्क्रिनशट लिएर राख्नु होला। यो क्यूआर कोडलाई है, यो माथि यो मेरो अंगुलामा छ। यो क्यूआर कोडलाई चाहिँ स्क्रिनशट गर्नु होला र क्रप गरेर यसलाई ठ्याक्क राख्नु होला एट्याच गरेर। बाँकी कुरा चाहिँ स्क्रिनमा देखाइए अनुसार म साउन्ड रेकर्ड गर्दै जान्छु, त्यो अनुसार गर्नु होला। अब तपाई रवि लामिछाने बचाउ अभियानमा जोडिएर हस्ताक्षर गर्नका लागि तपाईको मोबाइलमा रहेको यो क्रोम भन्ने एप्सलाई खोल्नु होला। क्रोम भन्ने एप्सलाई खोलिसके पछाडी यस्तो इन्टरफेस आउँछ। यहाँ तपाई सर्च गर्नु होला क्यूआर स्पेस स्क्यानर अनलाइन SCANNERONLINE भन्ने सर्च गर्नु होला र ठिक लाउनु होला। अब यसले एउटा स्क्यान गर्ने खालको यहाँनेरि फर्स्ट नम्बरमा चाहिँ आइरहेको छ क्यूआर कोड स्क्यानर अनलाइन भन्ने, इमेज एन्ड वेब स्क्यान भन्ने छ। अब यो क्यूआर कोड स्क्यानर फ्रम इमेजमा टच गर्नु होला। अब स्क्यान नाउ भनौँ। स्क्यान नाउमा क्लिक गर्ने यो एरोमा यहाँनेरि एडहरु आइरहेको छ। यो एडलाई चाहिँ काट्न मिल्छ, एकैछिन वेट गर्नु होला। यहाँ तलतिर रहेछ ल, ड्र्याग एन्ड ड्रप अर ब्राउज भन्नु यसले हैन। यहाँ ड्र्याग एन्ड ड्रप गर्नेमा क्लिक गर्ने अनि कहाँबाट चुज गर्ने त चुज एन एक्सन भनौँ। अब फोटो एन्ड भिडियोमा जाने अनि त्यसपछि अब त्यो क्यूआर कोड कहाँ छ त भनेर यसरी टक 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 लाएर हेर्दाखेरि क्यूआर कोड चाहिँ यहाँ तल यहाँनेरि रहेछ, मैले देखेँ। अब यसलाई म एकछिन टच गर्छु अनि टच गरेर सेलेक्टमा जाने। सेलेक्टमा गइसके पछाडी यो एउटा एड आयो, यसलाई इन्टु गरेर काट्दिने। यहाँ लिंक आइसकेको छ अनि कपी गरिदिने। कपी गरिसके पछाडी कपी भयो। अब केही नगर्ने, एकचोटी यो प्लस जस्तोमा थिच्दिने माथि। प्लस जस्तोमा थिचिसके पछाडी यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसके पछाडी यो सर्चमा जाने र यो लिंकमा एकछिन थिचिराख्ने। यहाँनेरि यस्तो थोप्लो जस्तो अप्सन आउँछ, पानीको थोप्ला जस्तो। अनि यहाँ पेस्ट भन्ने अप्सन आउँछ, यो पेस्ट गरिदिने। यसमा पेस्ट गरेर एकचोटी ठिक लागिसके पछाडी साथीहरु डाउनलोड अगेन भन्छ। मैले अघि नै डाउनलोड गरिसकेको थिएँ, फेरि पनि डाउनलोड गर्नका लागि यहाँ डाउनलोड अगेन थिच्ने कि क्यान्सल थिच्ने भनौँ। तपाईहरुले सुरुचोटी गर्दै हुनुहुन्छ भने आफसे आफ एकैचोटी डाउनलोड भइहाल्छ। डाउनलोड अगेन गर्दै मैले डाउनलोड डिटेल्समा गएर म ओपन गर्छु। साथीहरु ओपन गरिसके पछाडी हाम्रो मोबाइलमा यस्तो खालको पीडीएफ भएको इन्टरफेस खुल्छ। रवि लामिछानेको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर लेखेको छ यहाँ। अब यहाँ हस्ताक्षर कसरी गर्ने त? अब डट पेनले लेखौँ भने त यहाँ लेखिँदैन। अब म तपाईहरुलाई यो हस्ताक्षर कसरी गर्ने भन्ने बारेमा जानकारी दिँदैछु। यो हस्ताक्षर गर्नको लागि अब तपाई डाइरेक्टली मोबाइलको बीचमा थिचेर आउनु होला। त्यसपछि डाइरेक्ट तपाईहरु प्ले स्टोरमा जानु होला। प्ले स्टोरमा गइसके पछाडी सर्चमा जानु होला। सर्चमा गएर INSHOT भन्ने सर्च गर्नु होला। इन्सोर्ट भन्ने सर्च गर्नु होला। यो एउटा फोटो भिडियो एडिटिङ सफ्टवेयर हो।
यसलाई तपाईहरुले डाउनलोड गर्नुहोला। डाउनलोड गर्नुहोला र ओपन गर्नुहोला। ओपन गरिसकेपछि यस्तो खालको इन्टरफेस खुल्छ। तपाईहरु डाइरेक्टली भिडियोमा जानुहोला। भिडियोमा गएर न्यूमा थिच्नु होला। न्यूमा गएर सरी साथीहरु, सबैभन्दा अगाडि चाहिँ तपाईले के गर्नु पर्यो भने यो अघि तपाईले जुन पीडीएफ चाहिँ डाउनलोड गर्नु भएको थियो क्रोममा गएर यसमा चाहिँ तपाईले गएर के गर्नु पर्यो भन्दाखेरि तपाईले क्रोममा डाउनलोड गरेको जुन पीडीएफ थियो साथीहरु, रवि लामिछाने बचाउ अभियानको हस्ताक्षर गर्ने पीडीएफ, त्यो चाहिँ तपाईले कहाँ थियो भनेर थाहा पाउनको लागि फेरि क्रोममै जानुपर्ने हुन्छ र क्रोममा गएर डाउनलोड भन्ने अप्सनमा गएर यो जनताको हस्ताक्षर फारममा क्लिक गर्नु होला। यो फेरि खुल्ने छ यसै गरी। अनि यसलाई चाहिँ तपाईहरुले एकचोटी स्क्रिनशट लिनु होला। यसको स्क्रिनशट लिएर यसलाई उपयुक्त फ्रेममा क्रप गर्नु होला। यसरी क्रप गरिसकेपछि टक्कसँगले यसमा ठिक लगाइदिनु होला। तपाईहरु क्रोममा अघि मैले डाउनलोड गर्न लागेको सफ्टवेयर जुन छ इन्सर्ट भन्ने सफ्टवेयरमा आउनु होला। इन्सर्ट भन्ने सफ्टवेयरमा आइसकेपछि यो सुरुमा स्क्रिनशट गरेको भर्खरै हामीले स्क्रिनशट गरेको फोटोमा क्लिक गर्नु होला। क्लिक गरेपछि यस्तो इन्टरफेस खुल्छ। यस्तो इन्टरफेस खुल्दाखेरि यो कन्भ्याक्स भन्नेमा एकचोटी टच गर्नु होला र फिटमा क्लिक गरिदिनु होला। यति गरिदिएपछि यस्तो हुन्छ। अब साथीहरु, तपाईहरुलाई म एउटा अनुरोध गरे मैले, तपाईहरुले के गर्नु पर्यो भने सादा पेपरमा लाइन नै, सादा पेपरमा कसरी भने तपाईहरुलाई म देखाउन चाहे। सादा पेपरमा लाइन नै तपाईले कसो गर्नु पर्यो भन्दाखेरि सादा पेपरमा यसै गरी तपाईले लाइन यसरी लेख्नु पर्यो। कसरी भन्दाखेरि सुरुमा मैले यस्तो बनाएको थिएँ, यसलाई रिभर्ट गर्दिए मैले। यसै गरी तपाईले लेख्नु पर्यो। सादा पेपरमा चाहिँ तपाईले यसै गरी लेख्नु पर्यो। त्यसैले म डाइरेक्टली बीचको अप्सन थिचेर तपाईको म इन्सर्टमा जान्छु। इन्सर्टमा गएर यो पीआईपीपीप भन्नेमा थिच्छु र पीआईपीपीपमा थिचेर म यो भर्खरै मैले स्क्रिनशट अरे मैले अघि भर्खरै लेखेको सादा पेपरमा लेखेको मेरो नाम ठेगानाहरुमा क्लिक गर्छु। यसमा गरिसकेपछि यस्तो अप्सन आयो। यसरी मैले यसलाई ठ्याक्कै नापेर एड गरेर यहाँसम्म ल्याएँ। अब म यसलाई के गर्छु त साथीहरु भन्दा यहाँनेरि ब्लेन्ड भन्ने अप्सन छ। यो ब्लेन्ड भन्ने अप्सनमा जान्छु र डार्केन गरिदिन्छु अथवा मल्टिप्लाई गरिदिन्छु। मल्टिप्लाई यो ओभरली गर्दा चाहिँ नहुने रहेछ, डार्केन गर्दा नि कालो देखिन्छ अलिक। यसलाई म मल्टिप्लाई नै गरिदिन्छु। मल्टिप्लाई गरिदिएपछि यस्तो अप्सन आयो। यस्तो अलिक देखियो तर अलिकति यसको छाया पर्यो, केही छैन। यसलाई म बिचमा पार्दिन्छु, केही गरेर हुन्छ। बिचमा पर्यो ल, दामी गरी बिचमा चाहिँ पर्यो साथीहरु। अब म यसलाई चाहिँ अलिकति यसको ब्राइटनेस बढाइदिन्छु। यो दोस्रो इमेज सँगसँगैको मिल्ने खालको बनाइदिन्छु। कसरी हुन्छ यसको अलिकति मैले ब्राइटनेस बढाएँ, कन्ट्रास्ट पनि बढाएँ। कन्ट्रास्ट बढाउँदा अलिकति अक्षरहरू चिनिन्छ। स्याचुरेसनमा गएर म ब्ल्याक एन्ड व्हाइट पार्दिन्छु। ठ्याक्कै तलकोसँग मिलेन त साथीहरु? मिल्यो नि? मिल्यो। अब मिलिसकेपछि यसलाई म के गरिदिन्छु भन्दाखेरि एकचोटी स्क्रिनशट लिइदिन्छु। स्क्रिनशट यसरी मैले लिएँ। यसको स्क्रिनशट लिएर यसलाई मैले क्रप गरेँ। स्क्रिनशट लिएर मैले क्रप गरेँ र मैले सेभ गरेँ। कति सजिलै हामीले प्रिन्ट नै नगरिकन रवि लामिछाने बचाउ अभियानको हस्ताक्षर पनि गर्यौं साथीहरु। स्क्रिनशटमा गएर यहाँ हेर्न सकिन्छ। ल हेर्नुस् त, मैले अहिले भर्खर बनाएको सञ्जीव ढकाल खाँदबारी 10 यो नम्बर सहित मैले चाहिँ यस्तो एउटा फोटो बनाएँ। अब यो फोटोलाई चाहिँ तपाईले यो तल दिएको यो नम्बरमा WhatsAppमा पठाउनु पर्ने हुन्छ। यो नम्बरमा WhatsAppमा पठाउनका लागि यो नम्बर तपाईले 97656011 नम्बर चाहिँ तपाईले के गर्नु पर्यो भन्दाखेरि मोबाइलमा सेभ गर्नु पर्यो। रवि लामिछाने अथवा सिग्नेचर रवि कुनै केही लेखेर सेभ गर्नु पर्यो। अर्थात् यो नम्बरमा तपाईले WhatsApp चलाउनुहुन्न, तपाईको कुनै मोबाइलमा WhatsApp छैन भने
यो तल सिग्नेचर फर ravi@gmail.com भन्नेमा चाहिँ जिमेल यो आइडी हो। यसमा पनि तपाईँले जिमेल मार्फत यो फोटो पठाउन सक्नुहुन्छ। व्हाट्सएप र जिमेलका कुराहरू तपाईँहरूले सजिलै गर्न सक्ने भएकाले मैले खासै यसलाई जानकारी दिइनँ। अब साथीहरू तपाईँहरूले यो नम्बरमा चाहिँ तपाईँले के गर्नु पर्यो भन्दाखेरि भर्खरै बनाएको फोटोलाई चाहिँ व्हाट्सएपमा गएर प्लसमा गएर अथवा सर्चमा गएर यो नम्बर चाहिँ तपाईँले यहाँनिर यसरी सर्च गर्नु पर्यो, पेस्ट गर्नु पर्यो, रवि भन्ने आउँछ। यो नम्बरमा गएर तपाईँले ग्यालेरीबाट गएर यो फोटो सेन्ड गरिदिनु पर्यो, यहाँ गएर सेन्ड गरिदिनु पर्यो। अनि तपाईँहरूको हस्ताक्षर कार्यक्रम सफलतापूर्वक सम्पन्न हुन्छ। साथीहरू भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद। यदि जान्नु भएन भने भिडियोलाई दोहोऱ्याएर हेर्न पनि सक्नुहुन्छ। दोहोऱ्याएर पनि जान्नु भएन भने तल कमेन्ट गर्नुहोला, म अर्को भिडियो लिएर पनि सजिलो तरिकाले सिकाउने कोसिस गर्नेछु। हामी सबैले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहयोग गर्नुपर्छ। राज्यले गरेको दमन र शोषणका विरुद्धमा आवाज उठाउनुपर्छ। कुनै पनि निर्दोष फस्नु हुँदैन, दोषी उम्कनु हुँदैन भन्ने सिद्धान्तमा अडिग रहेर हामी सम्पूर्ण नेपालीहरूले अहिले अन्यायमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हाम्रा भावी प्रधानमन्त्री रवि लामिछानेलाई चाहिँ कसरी हुन्छ न्याय दिलाउनुपर्छ। सम्पूर्ण देशवासी मात्र नभएर विदेशमा हुने सारा नेपाली दाजुभाइ दिदीबहिनीहरूले चाहिँ सहयोग गर्नुपर्छ भन्ने हाम्रो सिद्धान्तलाई सबैले पालना गर्नुहोस्। यो भिडियो तपाईँका आफ्ना परिवार साथीभाइ इष्टमित्रहरूलाई पनि सेयर गरिदिनु होला। सजिलो तरिकाले सबै सहभागी हुनुपर्छ साथीहरू भन्दै आजको भिडियोबाट छुटिन चाहे। तपाईँको दिन शुभ रहोस्। धन्यवाद। नमस्कार। जय नेपाल।